हेलो एभ्रिवान, राधे राधे। म तेज कुमार उपाध्याय र हजुरहरू सबैजनालाई स्वागत छ आजको यस भिडियोमा। आज चाहिँ हामी साला भिना दुवैजना लुकुर लुकुर बाटोतिर निस्केर जाँदैछौँ र आज हामी कहाँ गइरहेका छौँ हजुरहरूले भिडियोको अन्त्यमा थाहा पाउनुहुनेछ। कृपया भिडियोलाई अन्तसम्म हेर्नुहोला। र साला भिना दुवैजना बाटोतिर निस्केर जाँदै थियौँ र जाँदा जाँदै बाटोको छेउमा चाहिँ रुखमाथि यसरी एउटा झोपडी बनाएर राखेको रहेछ र यहाँ माथि चाहिँ अब गर्मीमा हावा खानको लागि सायद बनाएको होलान्। र जाँदा जाँदै यतापट्टि बाटोको छेउमा चाहिँ हेर्न सक्नुहुन्छ एउटा राम्रो पक्का घरलाई भत्काएर ध्वस्त बनाएको रहेछ। र यो चाहिँ विशेष के को लागि भएको हो अरे भनेदेखि यो ठाउँको जमिनको लागि माटोको लागि केस चलेको छ अरे र केस चलेको लागि यसरी भत्काएर सरकारले ध्वस्त पारेको रहेछ। र हामीहरू फाइनली अब बाटो हिँड्दै जाँदैछौँ र मेरो यहाँ चाहिँ बिचमा एडिटिङ हेर्न सक्नुहुन्छ, स्लो मोसन बनाएको मैले। र साला भिना दुवैजना जाँदैथ्यौँ र हामी 3 जना जान्छौँ र अझै एकजना साथी निस्किन्छन् र साथी चाहिँ आउँदैछन् र उनले चाहिँ भने आधी बाटोसम्म निस्केर आऊ न भनेर भनेको लागि हामी चाहिँ हिँड्दै जाँदैछौँ र फाइनली साथी पनि आइपुगिसकेका छन् बाइक लिएर। अब हामी 3 जना ट्रिपल बसेर बाइकमा बसेर हामी चाहिँ गइरहेका छौँ अब तिनसुकिया। र हामी चाहिँ विशेष के एउटा कामले नै जाँदैछौँ र जाँदा जाँदै पहिले चाहिँ भने तेल भराउँ न भनेर र बाइकमा पहिले तेल भराउनु हुँदो रहेछ। पछि म चाहिँ बाटोमा ओर्लेको थिएँ र तेल हालेर चाहिँ बाइकमा तेल हालेर चाहिँ फेरि निस्केर आएँ र 3जना फेरि बसेर चाहिँ अब सर हावा खाँदै गफ गर्दै 3जना अब हाँसी मजाक गर्दै अनि हामी चाहिँ तिनसुकिया जान भनिकन हिँडेका। र जाँदा जाँदै फाइनली यो चाहिँ हेर्न सक्नुहुन्छ यो मधुवनको ओइल इन्डिया डिपार्टमेन्टको यो अफिस हो। अहिले चाहिँ फेरि हेर्नु नि गाइस, मलाई आफ्नो फेस जब तक देखाउँदिनँ तब तक शान्ति लाग्दैन मनमा र म फेरि पनि आफ्नो फेस देखाइहाल्छु। र गर्दा गर्दै चाहिँ हामी 4 आलीसम्म आइपुगिसकेका छौँ र यहाँनिर चाहिँ 4 आलीको मुखमा चाहिँ 4 आलीको चोकनेरि चाहिँ एकदमै बाटो बिग्रेको रहेछ र हामी फाइनली 4 आली कटेर हामी जाँदैछौँ र जाँदा जाँदै हामी फाइनली तिनसुकिया नपोखरी पुगिसकेका छौँ। र अब हामी चाहिँ नपोखरीमा बाइकलाई स्ट्यान्ड गरेर अब हामी त्यहाँदेखि उता चाहिँ हिँडेर जाने हो, किनभनेदेखि हाम्रो हेलमेट छैन र हामी चाहिँ अब हिँड्दै जाने। र जाँदा जाँदै हामी फाइनली यो तिनसुकियाको डेली बजार डेली मार्केटमा आइपुगिसकेका छौँ र हजुरहरू हेर्न सक्नुहुन्छ विशेष के कामले आएका थियौँ भनेदेखि उहाँ साथीको लागि जुत्ताहरू चप्पलहरू किन्ने अरे र साथै कपडा पनि किन्ने पूजाको लागि, दुर्गा पूजाको लागि। र यो भिडियो चाहिँ दुर्गा पूजाको टाइमको थियो, मैले अपलोड गर्नमा ढिलो गरेँ र कपडा जुत्ता किनिसकेर चाहिँ अब हामी बाहिरतिर आएर चाहिँ यसरी आइसक्रिमहरू खान थाल्यौँ र आइसक्रिम खाँदै हामी फेरि मार्केटतिर फेरि घुम्न थाल्यौँ र घुम्दा अगाडि फेरि चानावाला भैयालाई देखियो र चाना चाहिँ खाइनौँ है गाइस हामीले, किनभनेदेखि म लसुन प्याज खाँदिनँ, त्यही भएर चाना चाहिँ मैले खान दिइनँ। र हामी अनि त्यसपछि चाहिँ अनि अगाडि बढ्न थाल्यौँ र यो ठाउँ चाहिँ कुन ठाउँ होला हजुरहरूले गेस गर्नुहोला। यदि हजुरहरूले गेस गर्न सक्नुभयो भने कृपया कमेन्टमा भनिदिनु होला यो कुन ठाउँ हो तिनसुकियाको। आज चाहिँ म विशेष गरी मेरो कामले आएको थिइनँ, साथीको कामले आएको। साथीले भने भिनाजु काम छैन भने तिनसुकिया पुगेर आउँ न भनेर म पनि निस्केर आएको। र यतापट्टि चाहिँ हेर्न सक्नुहुन्छ हनुमानजीको मन्दिर र यो चाहिँ तिनसुकियाको थाना हो र त्यसको अपोजिटमा चाहिँ यतापट्टि चाहिँ यो पोस्ट अफिस हो र यो चाहिँ पोस्ट अफिसको एटिएम हो। र हामी चाहिँ अब बजार मार्केट गरिसकेर फाइनली अब घरतिर जान भनिकन हिँडेका हामी। र साथीले भने भिनाजु होटलमा बसेर म अलिकति केही खाइलिन्छु, तपाईँहरू पनि केही खानु भनेर भन्न थाले र उनले चाहिँ अब भात खान थाले र हामी चाहिँ अब बसेर साथमा बसेर हामी चाहिँ अब चिया खान थाल्यो र चिया खाएको पछि हामी चाहिँ फेरि अनि निस्केर अब घरतिर लागेका। र गाइस आजको भिडियोमा यति नै। आजको भिडियो हजुरहरूलाई कस्तो लाग्छ अवश्य कमेन्ट गरेर भनिदिनु होला। भिडियो मन परेमा भिडियोमा लाइक कमेन्ट सेयर अवश्य गरिदिनु होला। राधे राधे। आजको दिन हजुरहरू सबैजनाको लागि शुभ र मङ्गलमय रहोस्। राधे राधे।